नमस्कार। यो गहनानको ऐतिहासिक पक्षलाई चाहिँ उजागर हुने गरेर र यो गहनाको चाहिँ अहिलेसम्मको चाहिँ यो इतिहासलाई चाहिँ अहिलेसम्म भएको इतिहासलाई चाहिँ बचाएर र भावी पुस्ताहरूलाई चाहिँ यसको चाहिँ पर्यटकीय र धार्मिक महत्त्वलाई चाहिँ उजागर हुने गरी र थाहा पाउने गरेर पछिल्लो पुस्ताले थाहा पाउने गरेर चाहिँ हामीले यसमा चाहिँ महायज्ञ प्रारम्भ गर्दैछौँ। यो क्षेत्रको विशुद्ध विकासका लागि गहना क्षेत्रको विकास यहाँबाट प्रारम्भ अझ अहिलेसम्म भएको चाहिँ कुरालाई चाहिँ हामीले चाहिँ त्यसमा टेकेर त्योभन्दा माथि चाहिँ जाने कुराहरू चाहिँ प्रयास गरिरहेका छौँ। यो विकासका लागि चाहिँ गहना क्षेत्रको विकासका लागि गर्दैछौँ र यो यसको चाहिँ ऐतिहासिक पक्ष के छ भनेदेखि साकल्य ऋषिले तपस्या गरेको भूमि जुन भूमिमा चाहिँ साकल्य ऋषिसँग खुसी भएर भगवान् विष्णु स्वयं प्रकट भइकन उहाँलाई चाहिँ सदा सर्वदा यो क्षेत्र तीर्थका रूपमा रहिरहनेछ भनेर आशीर्वाद दिएको भूमि र यो भूमिमा चाहिँ त्यो कालखण्डदेखि त्यो प्राचीन कालखण्ड वैदिक कालखण्डदेखि आजसम्म आइपुग्दा हामी यो विभिन्न चाहिँ यो भित्र लगभग 33 कोटी देवी देवताको वासस्थान छ जस्तो लाग्छ मलाई चाहिँ। अहिले भूमिराज विराजमान हुनुहुन्छ, अनि के अरे दुर्गा माता विराजमान हुनुहुन्छ यो भित्र गन्या विराजमान छन्, अनि गौणी बाघ विराजमान छन्, अनि मसानी चाहिँ एउटा ठुलो रूपमा चाहिँ यो भित्र छन् र लाटा अनि अरू चाहिँ तपाईँको चाहिँ मस्टो र अरू सल्याडी यी सबै सम्पूर्ण देवी देवताहरूको चाहिँ निवास रहेको छ र यो निवासलाई यो कुरालाई पनि हामीले उजागर गर्न जरुरी भएको कारणले गर्दाखेरि उहाँहरू सबैको चाहिँ भोग महायज्ञ पूजा गर्नुपर्ने भोग पुगेका कारणले गर्दाखेरि हामीले यो प्रयास गरिरहेछौँ। हामीले यो ऐतिहासिक पक्षलाई चाहिँ उजागर हुने गरेर जुन चाहिँ नदीको वर्णन गर्दाखेरि सीता नदी यो चाहिँ स्कन्द पुराणको 155 श्लोकमा चाहिँ वर्णन गरिएको छ कि सीता नदी र साकल्य नदीको सङ्गम त्रिवेणी धाम र चाहिँ जुन चाहिँ साकल्य ऋषिले तपस्या गरेर साकल्य नदी बोलाएको छ। साकल्य नदीको चाहिँ शीर्ष स्थानमा चाहिँ साकल्य देवीको वासस्थान छ र चाहिँ यहाँ पूजा गरिसकेपछि साकल्य देवीको पूजा गरेर चाहिँ आफ्नो तीर्थ पुरा हुने कुराहरू पनि इतिहास र चाहिँ स्कन्द पुराणमा वर्णित गरिएको छ। जुन चाहिँ हाम्रो यो सम्पूर्ण क्षेत्र चाहिँ के अरे डोटी राज्य अन्तर्गतको यो सम्पूर्ण क्षेत्र देवाटवी भूमिका रूपमा चाहिँ इतिहासको कालखण्डदेखि चिनिँदै आएको छ। जुन चाहिँ देव प्लस अटवी जुन चाहिँ देवहरूको चाहिँ वन देव स्तरको क्रीडास्थल देवहरूको चाहिँ खेल्ने ठाउँका रूपमा चाहिँ यसलाई वर्णन गरिएको छ। यसैले यसलाई चाहिँ देवाटवी भनिएको। देवाटवीको अपभ्रंश हुँदै पछि डोटी हुन गयो, डोटी पनि देवाटवी हुँदै डोटी हुन गएको हो र यो चाहिँ सम्पूर्ण चाहिँ क्षेत्र डोटी अन्तर्गत पर्दछ र देवाटवी चाहिँ भगवानको चाहिँ निवासका रूपमा रहिआएको छ। अनि हामीले यहाँ चाहिँ यो चाहिँ महायज्ञको चाहिँ गर्नको चाहिँ उद्देश्यहरू खास के हो भनेदेखि अब अहिलेसम्म रहेका परम्परागतदेखि चल्दै आएका कुराहरू ऐतिहासिक पक्षहरूलाई बचाएर चाहिँ अगाडि लैजाने। अनि अर्को कुरा के हो भनेदेखि यहाँ चाहिँ हामीले चाहिँ पहिले चाहिँ सबैका चाहिँ डेराहरू हुन्थे, प्रत्येक गाउँका आफ्ना गाउँका डेरा हुन्थे। डेरालाई चाहिँ हामीले चाहिँ यो घर भवनका रूपमा चाहिँ धर्मशालाका रूपमा विकास गर्न सक्यौँ भने उनीहरूलाई कम्तीमा पनि त्यो डेरामा त्यो गाउँका मान्छेहरूलाई चाहिँ एक दिन पनि जो पुष मसान्तमा चाहिँ माघे सङ्क्रान्तिको बेला मेला लाग्छ, पुष मसान्तमा उनीहरूलाई त्यो भवनमा राख्न सक्यौँ भने पनि हामीले त्यो परम्परालाई जगाउन सकिन्छ कि भन्ने कुरा चाहिँ यो ऐतिहासिक पक्षलाई चाहिँ मध्यनजर गरेर हामीले त्यो प्रारम्भ गर्ने प्रयास गरेका छौँ। अर्को कुरा चाहिँ यसको चाहिँ यो गुरुकुल स्थापना गरिकन गुरुकुलहरूलाई चाहिँ अगाडि बढाउन सकिन्छ कि गुरुकुलहरूलाई चाहिँ यहाँ चाहिँ यो संस्कृत पाठशालाहरूलाई चाहिँ विकास गरेर चाहिँ हामीले यो यसको चाहिँ के विकास गर्न सकिन्छ, संस्कृत विद्याको पनि विकास गर्न सकिन्छ कि जुन भोलि चाहिँ सम्भाव्य त्यसको पनि लोप हुँदै गएका छन्। स्कुलहरूमा पनि संस्कृत पाठशालाका कुराहरू र पढाइका कुराहरू चाहिँ कमी हुँदै गएको अवस्था छ। त्यसलाई चाहिँ समाजलाई बचाउनका लागि त्यो पनि जरुरत छ जस्तो लाग्छ। ऐतिहासिक पक्ष रलाई जुन चाहिँ कल्चरली हामीले प्रयोग गर्दै आएका छौँ, धर्म कर्मका कुराहरू चाहिँ गर्नका लागि त्यो पनि जरुरी हो जस्तो लाग्दछ। अनि घाट व्यवस्थापनका कुराहरू छन्, हामीले यसमा घाट व्यवस्थापनका कुराहरू पनि गरेका छौँ। अनि घाट व्यवस्थापन हामी कति सम्भव सफल हुन्छौँ हामीले यो प्रयास मात्र गर्ने हो, यो गरिहाल्छौँ भन्ने कुरा होइन कि हामीले यसमा प्रयास गर्ने हो। प्रयास गरेर हामी कहाँसम्म पुग्छौँ हामीले यो प्रारम्भ गरेका छौँ। यो चाहिँ देवस्थलीमा
महायज्ञबाट प्रारम्भ गरेका छौँ र अब कहाँ गएर हामी चाहिँ यसलाई चाहिँ हामीले आफ्नो सपनालाई पुरा गर्ने प्रयासमा हुनेछौँ। अनि दिवा आश्रमको व्यवस्थाका लागि पनि हामी प्रयासरत छौँ। दिवा आश्रम भन्नाले सबै चाहिँ गाउँमा बसिरहेका मान्छेलाई सत्सङ्ग गर्नका लागि चाहिँ दिवा आश्रमको पनि व्यवस्था गर्ने भन्ने कुरा छ। दिवा आश्रम भने दिउँसोभरि यहाँ बस्ने, बेलुका घर जाने त्यस्तो किसिमको पनि प्रावधान गर्न सकिने कुरा छ। अनि चाहिँ यसमा सधैँभरि पूजापाठ भइरहने एउटा माध्यमहरू निर्माण गर्न सकियो भने हामीले केही हदसम्म चाहिँ यहाँ गर्न खोजेको कुराहरू चाहिँ हाम्रो चाहिँ केही हदसम्मको यो क्षेत्र विकासका लागि गर्न खोजेको कुरा पुरा हुन सक्छ कि भन्ने कुरा हो। र अब धार्मिक र पर्यटकीय दृष्टिकोणबाट चाहिँ विकास गर्नका लागि चाहिँ यसलाई चाहिँ हामीले यो क्षेत्रलाई चाहिँ यो महायज्ञबाट चाहिँ धार्मिक पर्यटन विकास गर्ने, धार्मिक पर्यटनहरू चाहिँ इन्डियाका पर्यटनदेखि लिएर हामीले चाहिँ यो नेपालमा भित्राउन सक्यौँ भने, नेपाल र भारतका पर्यटकहरू यो क्षेत्रमा भित्राउन सक्यौँ भनेदेखि यसको चाहिँ अर्कै यसले विकासको गति पनि लिन्छ। अर्को कुरा के छ भनेदेखि अस्ति भर्खरै चाहिँ हाम्रो चाहिँ के अरे उत्तर प्रदेशको चाहिँ मुख्यमन्त्री योगी आदित्यनाथले पनि नेपाल चाहिँ यो देवभूमि हो, प्रत्येक ठाउँमा चाहिँ के अरे देवताहरू भगवानहरूको निवास छ। हामीले चाहिँ सुन्न आएको छ कि यहाँ चाहिँ पाण्डवहरूको पनि निवास केही समय भएको थियो अरे। अनि तपाईँको चाहिँ के अरे अनि तपाईँको चाहिँ अब यो सीता के अरे हाम्रो चाहिँ शिव र पार्वतीले पनि यहाँ चाहिँ केही समय चाहिँ आफ्नो तपस्या गरेका हुन् भन्ने कुरा पनि छ। तर त्यसको आधिकारिक पुष्टि चाहिँ छैन। तर पनि त्यो कुराहरू चाहिँ सुन्नमा आएको छ र पहिलेदेखिको कुरा सुन्नमा आएको छ। यो वारिपारि, यो नदीको वारिपारि बर्ड र पिपलले चाहिँ छुइरहेको थियो अरे। छुइसकेपछि टच भइसकेपछि चाहिँ त्यो चाहिँ कुनै एउटा ऋषिले काट्यो भन्ने पनि छ होइन। यो ऐतिहासिक पक्ष यस्तो छ र यसलाई धार्मिक पर्यटकहरूमा विकास गर्न सक्यो भने यो क्षेत्रको चाहिँ अत्यन्तै विकास हुन्छ भन्ने कुरा चाहिँ मैले सोचेको छु। अत्यन्तै पवित्र भूमि। अब यसलाई चाहिँ जस्तै चाहिँ कयौँ ठाउँका मान्छे अस्तुक्षेपण गर्न यतै आउँछन्। यो चाहिँ हरिद्वारदेखि अब कयौँ चाहिँ क्षेत्रभन्दा पनि चाहिँ पहिले काल वैदिक कालखण्डदेखि नै हरिद्वारभन्दा पवित्र रहेको कुरा चाहिँ हामी धेरै कुराहरूबाट चाहिँ जानकारी पाउँछौँ। यसको चैतको 17 गतेदेखि 25 गतेसम्म देवी भागवतबाट चाहिँ प्रारम्भ हुँदैछ र अब ऋषिकेश उपाध्याय चाहिँ यसका मुख्य व्यासका रूपमा चाहिँ यहाँ आउँदैछन् र हामीले चाहिँ दुईजना चाहिँ महामण्डलीय स्वर पनि हामीले निमन्त्रणा गरेका छौँ। लगभग अहिलेसम्म दुईजना महामण्डलीय स्वरले आउने कुरा गरेका छन्। एउटा चाहिँ तपाईँको चाहिँ उज्जैनको चाहिँ कालिका महामण्डलेश्वर र अनि अर्को चाहिँ यो इन्डिया यो अयोध्या पीठका चाहिँ महामण्डलेश्वरलाई चाहिँ हामीले निमन्त्रणा पठाएको छौँ, आउँछु भन्ने कुरा खबर पठाएका छन्। अब हामीले यो भूमिमा चाहिँ यो एक दुईजना अरू चाहिँ यहाँ डोमस महाराजलाई पनि बोलाएका छौँ। उहाँ चाहिँ गुलदीमा बस्नुहुन्छ होइन। अब हामीले चाहिँ विभिन्न चाहिँ धार्मिक व्यक्तिहरूलाई बोलाएका छौँ र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चाहिँ यो क्षेत्रमा आउने कुरामा बारेमा उहाँसँग पनि छलफल भएको छ। अब 17 गतेका लागि कति फिजिबल हुन्छ त्यसका लागि हामी गएर एक दुई दिनमा चाहिँ यसको पनि जानकारी हुन्छ। उहाँले नै उद्घाटन गर्ने गरेर हामीले कार्यक्रम गर्ने प्रयास गरिरहेका छौँ। जनहरूका लागि चाहिँ हामीले चाहिँ बास बस्ने भक्तजनका लागि के अरे बास बिसाउने चाहिँ प्रयास गरिरहेछौँ। स्कुलहरूमा चाहिँ नजिकका स्कुलहरू त्यति बेला खाली हुन्छन्, स्कुलहरूमा बस्ने त्यस्तो किसिमको व्यवस्थापन हुने गरेर र काम भइरहेछ। र नजिकको बन्दुरसिंह स्कुल, गोबराटको स्कुल, नजिकका स्कुलहरूमा चाहिँ घरमा पनि हामीले एउटा कोठा चाहिँ सबैलाई चाहिँ एउटा कोठा चाहिँ बनाइदिनका लागि अनुरोध गरेका छौँ कि पाहुनाहरू बस्नका लागि। र एउटा घरमा एउटा कोठा भयो भने कम्तीमा 2जना 5-7 जना मान्छे त्यसरी पनि सेटल हुन्छन् भनेर हामीले त्यो पनि प्रयास गरिरहेको छौँ। उपसमिति जो गठन भएको त्यो कुराहरू लगायत दर्शनार्थी 20वटा जति उपसमितिहरू निर्माण भएका छन् यो काम गर्नका लागि। र दिनमा चाहिँ हामीले लगभग यो 9 दिनमा चाहिँ लगभग 2 लाख दर्शनार्थीको चाहिँ अपेक्षा गरिएको छ। 2 लाख जति दर्शनार्थीहरू हुन्छन् र त्यसै अनुसारको एभरेजमा चाहिँ दिनमा चाहिँ 20 देखि 25 हजार चाहिँ दर्शनार्थीहरूलाई चाहिँ धान्न सक्ने गरेर बस्न सक्ने चाहिँ आउन सक्ने गरेर यो क्षेत्र निर्माण हुँदैछ। हाम्रो चाहिँ यहाँदेखि त्यहाँ परसम्म चाहिँ यो के अरे निर्माण हुन्छ कार्य है। त्यो तपाईँको यहाँसम्म बस्ने गरेर व्यवस्थापन हुन्छ, खर्च सुन्न पाउने गरेर। अब खर्च चाहिँ 1 करोड चाहिँ हामीले चाहिँ खर्चको चाहिँ अनुमान गरिएको छ सुरुवातमा।
अब यो उठाउने चाहिँ तरिका चाहिँ के छ भनेदेखि प्रत्येक इन्डिभिजुअलहरू व्यक्तिहरूले सबै व्यक्तिहरूले भक्तजनहरूले यसमा पैसा हालिरहनु भएको छ श्रद्धालु भक्तजनहरूले र अनि यो सरकारले हाम्रो चाहिँ स्थानीय सरकारहरू तीनवटै सरकारहरू चाहिँ यसमा मुख्य भूमिकामा हुनुहुन्छ शिखर सरकार अनि नवदुर्गा र गन्या चाहिँ तीनवटा चाहिँ लगभग संरक्षक जस्तै गर्नुपर्छ यो चाहिँ यो गहनान क्षेत्रका लागि र अरू चाहिँ पालिका हामीले 88वटै पालिकामा पुग्ने चाहिँ प्रयास गरिरहेको छौँ आर्थिक सहयोगका लागि अब हामीले सुरक्षाका सबै निकायहरूसँग छलफलमा छौँ अब यहाँ सुरक्षाका निकायलाई चाहिँ केही काम चाहिँ यो अहिले भइराखेको कामहरूमा केही चाहिँ समस्या हुन गयो र चाहिँ अलि टाइममा नसकिने अवस्था आयो भने नेपाल पुलिस र नेपाल आर्मीसँग चाहिँ कामका लागि हामीले अनुरोध गरेका छौँ उहाँले चाहिँ आउने कुरा गरेका छन् लगभग 30-40 जना जति सशस्त्र पुलिस र अब लगभग 20-25 जना 20-25 जना चाहिँ नेपाल आर्मीले चाहिँ विभिन्न चाहिँ जिम्मेवारी लिएर भित्र काम गर्ने कुरा गरेका छन् आज चाहिँ फेरि उनीहरूसँग एकचोटि थप बसेर यहाँ आउने कुराको चाहिँ कहिलेदेखि काम गर्ने भन्ने कुराको चाहिँ कन्फर्मेसन आज हुनेवाला छ त्यसका लागि के छ भनेदेखि हामीले नुहाउने राम्रो चाहिँ उतानिर व्यवस्था गरिरहेको छौँ अरू ठाउँहरूमा पनि यो सम्भव प्रयास गरिरहेको छौँ त्यहाँ घाट व्यवस्थापन त्यति बेला पनि गर्नुपर्ने भएर त्यहाँ चाहिँ यो एरियामा चाहिँ अलिकता पर्दा लगाउनु पर्ने जस्तो देखिएको छ होइन तल चाहिँ यो आएको चाहिँ लासहरू चाहिँ नदेखिउन् भनेर चाहिँ यो चाहिँ माथि चाहिँ यो पर्दा लगाएर यो अगाडिको चाहिँ भाग छोप्नुपर्ने भएको छ होइन पूजाका चाहिँ विभिन्न तरिकाहरू छ तुलादान छ अन्नदान छ होइन गौदान छ अनि आरती सेवा छ आरती सेवामा चाहिँ एकपटकका लागि 1505 रुपियाँ आरती सेवामा चाहिँ सहयोग गर्न पाइन्छ त्यो चाहिँ आरतीमा पनि यो कर्ता बनिएको रहेछ कर्ताहरू बनेर चाहिँ त्यो काम गर्न मिल्ने रहेछ अनि विशेष पूजा कसैले विशेष पूजा चाहिँ गर्न चाह्यो भने एक दिनका लागि 2505 रुपियाँ विशेष पूजामा राखिएको छ अनि ब्राह्मण वरणका लागि एक दिनका लागि 5005 रुपियाँ ब्राह्मण वरणका लागि राखिएको छ अनि ब्राह्मण भोजनका लागि एक दिनका लागि 6505 रुपियाँ राखिएको छ अनि प्रसाद वितरणका लागि एक दिनका लागि 7505 रुपियाँ राखिएको छ उपनयन व्रतबन्धका लागि 7505 रुपियाँ चाहिँ व्रतबन्धनका लागि राखेको छ व्रतबन्धन पनि कार्यक्रमहरू त्यति बेला चल्छ हुन्छ यहाँ यो क्षेत्र भने अर्को के हो भने जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कर्महरू गरिने ठाउँ अनि न्यायका लागि पनि यो क्षेत्रमा पहिलेदेखि नै न्यायको कुरा गर्नु पऱ्यो भने पहिलेदेखि नै यो क्षेत्रमा आएर यहाँ चाहिँ बसेर चाहिँ न्याय सम्पादनका कामहरू पनि परापूर्वकालदेखि चल्दै आएको ठाउँ एकचोटि सम्पूर्ण चाहिँ श्रद्धालु भक्तजनहरूको पश्चात यो धरतीमा चाहिँ छोइदिनु पऱ्यो सबैले आइदिनु सबैलाई चाहिँ निमन्त्रणा छ यहाँबाट सबैलाई चाहिँ हामी यहाँ चाहिँ स्वागत गर्न लालायित छौँ र यो क्षेत्रमा चाहिँ उहाँहरूको चाहिँ आगमनको चाहिँ हामीले चाहिँ जरुरत र आवश्यकता महसुस गरेको छौँ।